So welcome to the Apex Logic YouTube च्यानल। यहाँ हामीले 2016 को कन्स्टेबलमा आएको क्वेसन गरेको थियो र आज भाग 2 लिएर आएको छु। पहिला पार्ट 1 मा मैले 5 वटा जस्तो क्वेसन गराएको छु यसको, र यसमा पनि यो पार्टमा पनि इन्ट्रेस्टिङ क्वेसन्सहरू छ है। 1-2 वटा क्वेसन्सहरू इन्ट्रेस्टिङ छ, बेसी होइन, 5 वटा जस्तो क्वेसन राखेको छु है। होप तपाईँले इन्जोय गर्नुहुन्छ है। अनि नेपाली र अङ्ग्रेजी दुइटै भाषामा प्रश्न राखिएको छ र आज ढिला नगरिकन क्वेसन सल्भ गर्नतिर लागौँ। र हेर्नुहोस् यहाँनिर, a pump can fill a tank in 2 hours. Because of leak in tank, it takes 1/3 hours to fill the tank. भनेपछि लिकले गर्दाखेरि त्यसलाई अलिक ज्यादा समय लाग्दैछ, 1/3 आवरले हैन। भन्नु मतलब 20 मिनट ज्यादा लाग्दैछ। The leak can empty the fill tank in कति घन्टामा गर्न सक्छ भनेर भन्दैछ हैन। लिकले चाहिँ फिल ट्याङ्कले चाहिँ कतिमा खाली गर्न सक्छ हेर्नुहोस्। एउटा पम्पले ट्याङ्कमा पानी भर्न 2 घन्टा लाग्छ, ठिक छ। तर ट्याङ्कमा धुलो भएको कारणले गर्दाखेरि 1/3 घन्टामा ट्याङ्क भरिन्छ। अब के धुलोबाट पानी बग्यो भने दलेको अरे त्यो। अच्छा, धुलोबाट पानी बग्यो भने ट्याङ्की कति समयमा खाली हुन्छ? अच्छा, बुझ्यो अरे। लिकले चाहिँ गर्दाखेरि चाहिँ लिकले चाहिँ कति समयमा चाहिँ ट्याङ्की खाली गर्न सक्छ भन्दैछ। म्हणजे म एउटा ट्याङ्क लिँदैछु जसले चाहिँ के गर्दै एउटा पम्प लिँदैछु, पम्प है, त्यसले चाहिँ 2 घन्टामा गर्छ अरे। तर यो प्लस लिकले चाहिँ के गर्छ भन्दाखेरि ज्यादा समय लिन्छ। 1/3 भनेको मतलब 7/3 आवर लिन्छ, ठिक छ। 7/3 आवर लिन्छ। यहाँ एफिसियन्सी गरौँ। अभियसली लिकले गर्दाखेरि के हुन्छ भन्दाखेरि त्यो भरिने एफिसियन्सी घट्छ। यहाँनिर गर्दाखेरि हेर्नुहोस्, यो 2 र 7/3 यसको एलसिएम लिँदाखेरि हेर्नुहोस्, न्युमेरेटरको एलसिएम हुन्छ, डिनोमिनेटरको एचसिएफ हुन्छ हैन। फ्र्याक्सनको गर्दाखेरि जहिले पनि एलसिएम कति हुन्छ? 14 र एचसिएफ के हुन्छ? यसको 1 र 3 को एचसिएफ 1 हो भनेपछि 14 आयो। अब एफिसियन्सी भनेको मतलब के हुन्छ? 14/2 गर्नु भने यसको 7 एफिसियन्सी आयो। यसरी नै ए प्लस एल दुईटाले लिकले गर्दाखेरि के हुँदैछ? 14 7/3 भनेको मतलब यो माथि जान्छ 3/3/7 भने 6 हुन्छ। भनेपछि घट्यो, एफिसियन्सी देखिहाल्नु भयो, घट्यो। लिकले गर्दाखेरि त्यसको एफिसियन्सी 1 ले घट्यो। भन्नुको मतलब एले एउटा भरिने ट्याङ्क थियो, त्यसले 7 घन्टामा भर्दै थियो भने, ठिक छ। 7 घन्टामा होइन, 7 को एफिसियन्टली 1 घन्टामा चाहिँ 7 पार्ट भर्दै थियो भनेपछि अब चाहिँ उसले 1 घन्टामा चाहिँ 6 वटा पार्ट मात्रै भर्छ, किनकि एउटा पार्ट चाहिँ लिकले गर्दाखेरि त्यो पानी ड्रेन गरिदियो भने कम्ती भयो। भनेपछि लिकले कति गर्दैछ भन्दाखेरि 1 पार्ट गर्दैछ। भनेपछि टोटल यो फुल पार्ट थियो भने, यो फुल हुनुको लागि थियो भने ट्याङ्क, भनेपछि लिकले गर्दाखेरि कति हुँदैछ? 14/1 = 14 आवर लाग्छ, ठिक छ। लिकले गर्दाखेरि चाहिँ 14 आवर लाग्यो। अर्कोतिर जाउँ। When a plot of land is sold for 18700, the owner loses 15%. At what price the plot be sold in order to gain 15% भन्दैछ। ठिकै छ। हेर्नुहोस्, when a plot is sold for यति, त्यो उसलाई चाहिँ 15% लस भयो भनेको मतलब 15% भनेको मतलब के हो? हेर्नुहोस्, यसको भ्यालु फ्र्याक्सन भएर निकाल्नुहोस् हैन। 15/100 भनेको मतलब 20 भनेपछि 20 को चिज पहिला थियो होला ओरिजिनल, उसलाई चाहिँ उसले बिक्री गर्दै 3 को भनेपछि 20 लाई चाहिँ उसले के गरेको छ? 17 मा बिक्री गरेको छ। 17 को भ्यालु चाहिँ के थियो? 18700 थियो। भनेपछि अब उसले 15% गेन गर्नको लागि, ठिकै छ, यसको भ्यालु निकाल्यो 18700/17। 1 को भ्यालु आउँछ र 20 को भ्यालु निकाल्यो भने कति आउँछ? 17 1 17 17 00 भनेपछि 22,000 थियो रहेछ ओरिजिनल त्यसको प्राइस, ठिक छ।
किनकि 20 को भ्यालु निकाल्यो मैले अरिजिनल। अब के छ यसलाई 15% गेन गर्नुको लागि कतिमा बिक्री गर्नुपर्छ? ठिकै छ 15% गेन हुने 115 बाट 100 हुन्छ। यसलाई नै गर्दै पनि हुन्छ अदरवाइज बढाएर घटाएर गर्दा भइहाल्छ यो। यसलाई घटाउँदा भइहाल्थ्यो फ्र्याक्सनलाई केही भएको छैन। गर्नु सकिहालिन्छ है। 22 ले यसलाई गर्नु पर्यो है 115 22 गर्नुहोस् यो त सजिलै छ। मल्टिप्लिकेसन गर्दाखेरि कति आउने रहेछ? 2 के साथ में 2 अच्छा यहाँ 3 हुन्छ यहाँ 3 हुन्छ। 2530 25300 इज द एन्सर। भनेपछि कतिमा हुँदो रहेछ? यतिमा चाहिँ उसले बिक्री गर्नुपर्ने थियो रहेछ। आशा गरी बुझ्नु होला यो। एउटा क्वेसन लेखिदिउँ मजादार छ। राम्रो क्वेसन लागेको छ। अ क्लक लुजेस 5 सेकेन्ड इन अ आवर। ठिक छ। इफ द टाइम इन द क्लक इज सेट राइट अन सन्डे नुन भनेको छ। ठिक छ। यो घडीमा चाहिँ के गरेको छ भन्दाखेरि 12 बजे सन्डेको कुरा गर्दैछ, सेट गरेको छ अरे। एन्ड देन वाट टाइम विल इट इन्डिकेट्स अन मन्डे नुन। अब नेक्स्ट दिनमा चाहिँ मन्डेको दिनमा चाहिँ मन्डेमा चाहिँ कति टाइम देखाउँछ भन्दैछ। तर त्यो घडीले चाहिँ 1 घन्टामा 5 सेकेन्ड लुज गर्दैछ भनेपछि 24 घन्टामा कति हुन्छ? अभियसली मन्डे हुनु भनेको मतलब के भन्दाखेरि 24 घन्टा हो। त 1 आवरमा उसलाई 5 सेकेन्ड हो भने 24 आवरमा 5 इन्टु 24 भनेको मतलब 120 सेकेन्ड हो। 120 सेकेन्ड भनेको 2 मिनट्स हो होइन। भनेपछि 2 मिनट घट्छ। 2 मिनट घट्छ भनेपछि भोलिपल्टको दिन उसले के गर्छ? 12 बजी नदेखाएर 2 मिनट कम्ती देखाउँछ भन्नु मतलब 11:58 AM देखाउँछ। हेर्नुहोस् यहाँ अप्सनमा अलिकति PM र AM अलिकति ध्यान दिएर एन्सर लगाउनु पर्ने हुन्छ है। यो चाहिँ AM हो। यो क्वेसन मजाको थियो। हेर्नुहोस् sum of two numbers is 45. Their difference is 1/9 of their sum. एलसीएम भन्दैछ। हेर्नुहोस् ल 2 अङ्कको योगफल 45 हो। 2 अङ्कको योगफल 45 हो। मैले मानिलिएँ दुईटा सङ्ख्या ए र बी हो जसको योगफल यति छ। उसको अन्तर योगफलको 1/9 हो भनेपछि उसको अन्तर योगफलको 1/9 हो। भयो अहिले योगफल भनेको 45 त्यसको 9 हो भनेपछि 5 हो। ठिक छ। एलसीएम के हो दुईटा नम्बरको भन्दैछ। ए प्लस बी र ए माइनस बी यसबाट सिधा निकालिदियो भने मैले देखिहालेँ 2a भनेको मतलब कति 50 ए इक्वल्स टु 25 हो। बीको भ्यालु 20 हो होइन। भनेपछि दुईटाको बिचको एलसीएम चाहिँ के हो भन्दैछ र 20 र 25 को माझको एलसीएम के हुन्छ? यो भनेको मतलब 5 इन्टु 5 हुन्छ। यो 5 इन्टु 4 हुन्छ होइन। एलसीएम एलसीएममा के हुन्छ? कमन पार्ट 5 लिएले एउटा 5 र 4 25 गुणा 4 इक्वल्स टु 100 इज द एलसीएम। भइहाल्यो है। यो पनि एउटा ढङ्गको क्वेसन थियो। अर्को क्वेसनतिर जाउँ। आज यति नै रहेछ है यसमा। र हजुर जतिजनाले पनि हेर्नुहुँदैछ कृपया लाइक गरिदिनुहोस् होला अनि सब्सक्राइब पनि गरिदिनुहोस् च्यानललाई। र भविष्यमा आउँदै गरेको जुन चाहिँ ग्राम पञ्चायत साथै अन्य अग्निवीर कन्स्टेबल एसएससी जिडी अन्य इक्जामहरूमा पनि यो सब क्वेसन्सहरू काम लाग्छ। र च्याप्टर वाइज भिडियोजहरू पनि बिस्तारै आउँदै जान्छ। अहिले फिलहाल त मैले भ्याए अनुसारले यो कन्स्टेबलको क्वेसन्सहरू नै सल्भ गरिदिँदैछु, जसमा चाहिँ नेपालीमा पनि विशेष प्रश्नपत्र भएकोले गर्दाखेरि चाहिँ पहिला अन्डरस्ट्यान्डिङ बिल्ड गराउनुको लागि नेपालीमा होस् भनेर उद्देश्य राखेर नै गराएको हो। र हेर्दै गर्नुहोस्। हस्त धन्यवाद। नमस्कार।